डाइरेक्ट पनि जहाँबाट सुरु भएको दिपेन्द्र लामा डर लाग्दो हुन्छ सुन्नु भयो कि रातो त्यो राति पनि म एकदम निदाउने मान्छे तर छिनछिनमा बिउजिन्छ हामी पहिले त्यो प्रसुति टाइम हो होइन प्रसुति बेलामा बल्छीमा मात्र धेरै पर्छ त्यही भने कस्तो न्युजहरूमा चाहिँ बल्छी सुतेन बल्छी निन्द्रा लागेन छटपटिरहेछ भनेर छटपट अब तिमीले कर्म गर्यो सत्कर्म गरिसकेपछि अब छोडिदियो दर्शकलाई मलाई त्यस्तो लाग्छ है अहिले चाहिँ के हुन्छ भने तनावले निन्द्रा लाग्दैन भोलिपछि पैसा धन्दा गर्दा निन्द्रा लाग्दैन भइहाल्छ यस्तो यस्तो साथीहरू छन् पूजन छ पदम छ वर्षा छ निर्मल लाएर हुनुहुन्छ मलाई चाहिँ पूजन अनि पदम पदम पैसा सब पर्वबाट कृपी मलाई चाहिँ जस्तो टेलिभिजनबाट जस्तो म त त्यो सत्य हेर्थेँ नि त गाउँमा होइन चिन्दैन कलाका चिन्दैन पत्रकार सबैलाई पार्छ मरि हत्ते तितो सत्य हो त्यो चाहिँ हामी चाहिँ जस्तो हाम्रो घरमा सुरुमा टिभी थिएन अनि एकजना चाहिँ हिँडेका छ भनेर त्यो उहाँकोमा हामी टिभी हेर्थ्यौँ यसरी त टिभी हुन्थ्यो हामी यसरी बस्दा जो लास्टमा गयो ऊ चाहिँ उसले चित्रै देख्दैन नि त ब्ल्याक एन्ड व्हाइट अनि त्यसरी अनि दाइ दिदीको चाहिँ धनिया रामविलास रेडियोमा एउटा आएपछि ए धनिया ए रामविलास त्यो पनि सुने कान्तिपुर हेडमा नो टेन्सन म दिपक दाइलाई एकपल्ट कान्तिपुर हेडमा दाइको नम्बर पाएपछि नयाँ बजारबाट हिँड्दै गएँ कल गरेर 11 बजी आइपुग्नु भन्नुभयो म पुग्दा 12 बजी अनि निस्केपछि ढुकढुक भयो दाइलाई दिउँसो दिपक दाइ भनिदिनु आएर दाइ मैले फोन गर्ने मान्छेले ल ठिक छ भयो भन्नुभयो हिँड्नु त्यति भयो कुरै भएन क्या मैले अनि सबभन्दा ठुलो चाहिँ अब मलाई हामी चाहिँ विशेष गरेर जो टेलिभिजनबाट करियर सुरु गर्छ त्यो पनि सानो रोलबाट अनि त्यसपछि अब नायकको रूपमा ठुलो पर्दामा आउँछ त्यो मान्छेहरू सबै मलाई आफू जस्तै लाग्छ म जस्तै लाग्छ किनभने तिमीले पिरामिड हेरेर आएको तिमीले म सुतेर निन्द्रा लाग्यो भने मलाई म आफै निन्द्रा आएको तिमीलाई म थाहा छ त्यो होइन अनि के हुन्छ कसो हुन्छ रिजल्ट अब म चाहिँ हामी अलि रिजल्ट छ गीतामा भने जस्तै तिम्रो आफ्नो काम मात्र छ रिजल्ट छैन रिजल्ट के हुन्छ कसो हुन्छ रिजल्टमा ध्यान दियो भने काम दिइन्छ होइन रिजल्ट माथि छोडेर काम अगाडि बढ्ने हिजो भर्खर कुरा भएको थियो तिमीले हामी अहिले 6 माया छपकै 2 बनाउँदैछौ मतलब भन्नुभयो 6 माया छपकैमा एउटा सिन खेल्ने बल्छ मैले त्यो भने तिमी त्यो वाटरम्यान होइन मतलब एक सिन खेल्ने मान्छे आज तिमी चलचित्रमा नायकको रूपमा आएका छौ आफ्नो हिसाबले काम होइन यो जर्नी सबभन्दा राम्रो अब हामीले के सुनेको छ बुझेको छ भने गन्तव्य त्यहाँ पुगेपछि आनन्द आउला भन्नु हुँदैन अरे त्यहाँ पुग्ने प्रक्रियामै आनन्द सगरमाथा चढेपछि आनन्द आउला भन्ने होइन कि सगरमाथा चढ्दादेखि नै आनन्द मान्नु होइन भन्ने चिजलाई चाहिँ त्यस कारणले गर्दा तिमीलाई शुभकामना छ सबै होल टिमलाई ऊ भाइको होस्टेलमा हेर्दा मैले नेक्स्ट अर्को बुकिङ आयो भने हामी चाहिँ इन्करेज गर्ने बारे बताउनुपर्छ विदेशमा विशेष गरेर इन्डियन च्यानलहरूमा हेर्नुपर्छ एउटा कलाकारले अर्को कलाकारलाई कस्तो इन्करेज गरेर आएको छ कस्तो बुस्ट गरेर आएको छ होइन कस्तो प्रक्रिया खुसीले भ्याइने भएको छ क्या तिमी पनि आयो एकदम ग्रेटफुल स्पेसल म नेपाली नै हो अनि आफूले त्यही माया म पनि नेपाली सिनेमामा काम गर्छु यति भन्नेलाई मेरो लागि त धेरै तिम्रो कमेडी टाइमिङ राम्रो छ मैले पहिले पनि
छ राम्रो टिम छ पनि पूजन पनि लागिरहेछ पुरै तर धेरै नराम्रो धेरै तर है फेरि रुन्ची भनेर इस्टाब्लिस गर्नुहुन्छ के हाँस्य फिल्ममा काम गर्ने रोइ गर्नु भएन फेरि रुन्ची भनेर इस्टाब्लिस गर्नुहुन्छ र अनि फेरि टेन्सन हुन्छ त्यही हिसाबले टेन्सन मानेर रुँदै गयो भने तिमीले पनि आइक्लासले हेर्नुपर्ने हुन्छ त्यही हो बल्छीमा पूर्ण माछा सफलता परोस् शुभकामना छ सबैलाई है ल जय गोबर गणेश जय गणेश आगे गते बाँकी गर्दै ल ल लभ यु अल लभ यु थ्याङ्क यू सबैजनालाई छ र के बाबु एउटा सामूहिक क्वेसन भन्नुहोस् धेरै नभन्नु ल बल्छी दाईको क्यारेक्टर चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई सिरियलको सिनेमाको क्यारेक्टर सिरियलको बल्छी धुर्बे क्यारेक्टर जुन छ नि यसो छ ऊ अब यो माघी बुढाको चेला हो अनि यो माघी बुढाको माघी बुढालाई चाहिँ कहिले फुसुल पारेर लगाइरहन्छ अब त्यो प्रभावित हुन्छ नि त उसबाट त्यो माग्ने बुढाको झल्को आउँछ उसले गर्ने जस्तो धेरै कुरा झल्को आउँछ त्यो प्रायः त्यस्तो हुन्छ म पनि मेरो गुरु तर सुरुमा यो जेलाई रिलेटिभ जस्तो तर उसले जे गरिरहेको छ सबभन्दा ठुलो जर्नी चाहिँ मलाई उसको राम्रो लाग्छ एकदमै सानो थोरै भूमिकाबाट यहाँसम्म आउनु नै राम्रो मेहनती छ बल्छीले हामी त मैले त फिल्म गराउन गएको थिएँ नि प्रोफेसरको बेलामा हल्कामा होइन हामी सिरियल फिल्म गराउन गएको थियौँ उनीहरूको त्यो डेडिकेसन हुन्छ नि काम गर्दाखेरिको एउटा सिनपछि अर्को सिन पनि फटाफट जाने दुईजनालाई मिलेर काम गरेको देखेर चाहिँ एकदम खुसी लाग्थ्यो क्या मलाई यिनीहरूले पनि जे फिल्म बनाउँछ नभए जस्तो फिल्म भएको थियो फिल्म बनाएरै छ बाटोमा एकदमै अब सिनेमामा अलिकति बढी तनाव छ सिरियल जस्तो सजिलो चाहिँ छैन यहाँ प्रतिस्पर्धा पनि धेरै छ अलि अब नेगेटिभ चिजहरू पनि छ अब जहाँ पैसा पनि छ है जहाँ पैसा हुन्छ त्यहाँ प्रतिस्पर्धा हुन्छ अहिले सब चिजलाई चिप्दै अगाडि जानुपर्छ राम्रा चिज मात्रै लिनुपर्छ फुल टिचो जाने काँडाले खोजेर पनि सक्नुपर्छ जस्तै दिपक दाई वर्षाजीसँग तपाईँको रोमान्स थियो योभन्दा अगाडि होइन अहिले वर्षाजीसँग कस्तो देख्नुहुन्छ जोडी दुईजनाको उसको राम्रो छ ब्ल्याक एन्ड व्हाइट राम्रो अब वर्षासँग मैले काम गर्दा पनि म अरू भनेको एकदमै केमिस्ट्री मिलाएको थिएँ भन्यो वर्षाले मलाई पनि गरेको अब उसको सिनेमामा पनि गरे होला एकदम मेहनत गर्छ अब टेलरमा वर्षाको अब त्यस्तो डाइलेक्ट नहोला तर फिल्मभरि वर्षा हेर्न पाइन्छ भन्ने विश्वास राखेको छु होइन अनि फेरि वर्षा फेरि हाम्रो हास्य कलाकारको ब्रान्डै भइसक्यो के हो सबै प्रायः हास्य कलाकारले फिल्म बनाउँदाखेरि वर्षा नै मनोनित हुन्छ भने जस्तै होइन त्यस कारणले गर्दा वर्षाको जुन अब गीत पनि हेऱ्यौँ नि गोबर गणेशवाला गीत पनि हेर्दा त्यो राम्रो थियो दुईजनाको राम्रो थियो होइन अनि भाइको पनि राम्रो थियो दुईजनाबाट भन्यो भने त्यो समस्या हामीलाई नि पर्छ पर्छ 2.5 घन्टाको सिनेमालाई 2-3 मिनटमा समेट्दाखेरि कहिले को कलाकार छुट्या हुन्छ कहिले को कलाकार छुट्या हुन्छ कहिले पोस्टर बनाउँछ पोस्टरमा को छुट्या हुन्छ त्यही भएर अब त्यसले चाहिँ कलाकारले नै मनहरू बनाउँछ तर मलाई चाहिँ सरस्वती ट्रेलर हेर्दाखेरि चाहिँ फिल्म राम्रै बनाएको होला भाइले मैले त्यही भएर पनि अघि पनि सोधेको थिएँ नि भाइ फिल्म त हेऱ्यौ नि तिमीले फिल्म त राम्रो बनाउँछौ नि तिमीले भन्दाखेरि तिमीले एक किसिमको विश्वस्त खालको मलाई एन्सर दिएको थियो त्यो हिसाबले गर्दाखेरि चाहिँ म पनि माघे गते नै फिल्म हेर्ने कोसिस गर्छु अरू केही छ छैन अन्तिममा दाइ यो 6 माया 6 पत्रीको के भइरहेछ अन्तिम भनिदिनु होइन हामीले चाहिँ 6 माया 6 पक्कै भन्ने सिनेमा त्यति बेला 6 वर्ष अगाडि नै भएको थियो ब्लकबस्टर एकदमै धेरै माया गर्न भएको थियो अनि त्यो सिनेमा अलिकति कथा अधुरो पनि थियो अब अनि छक्का पन्जा चाहिँ हामीले सबैले छक्का पन्जा धेरै भएको छ यसलाई अलिक ब्रेक दिनुपर्छ भन्ने जनगुनासो पनि सुन्यौँ अब हामी कलाकारले जनगुनासो सुन्नु पनि भएन छक्का पन्जालाई केही वर्ष बिर्साएर किन हामीले यो 6 माया 6 पक्कै कति माया गर्न भएको थियो एउटा पानीको इस्यु भने अब त्यसलाई अगाडि बढाउँ भन्ने डिसिजन गऱ्यौँ र अनि 6 माया 6 पक्कैको 2 को घोषणा गऱ्यौँ
अब त्यो सहितमा सुटिङ सकिन्छ कथा त्यहीँबाट सुरु हुने डाइरेक्टरहरूको कथा जहाँबाट सकिन्छ त्यहीबाट सुरु हुन्छ। डाइरेक्टर चाहिँ डाइरेक्टर पनि जहाँबाट सुरु भएको डाइरेक्टर दिपेन्द्र लामा दिपेन्द्र लामा भनेपछि दसैँमै आउने हजुर भनेपछि दसैँमा आउने भएपछि विभिन्न चर्चाहरू हुन थालिसकेका छन् 12 गाउँ लगायत अरू फिल्महरू पनि छन् अब अझ योपालि अझ बढी के नरम हुँदै के भन्न चाहन्छु भने अब हामी जे जस्तो प्रतिस्पर्धालाई बिचबिचमा अस्वस्थ बनायो होला दर्शकहरूलाई सुन्न पनि राम्रो लागेन होला त्यस कारणले गर्दा सबैको म पहिले पनि भन्थेँ हाम्रो सिनेमा जतिवटा सिनेमा लाग्छ त्यो जुझ्ने होइन एकै दिन लाग्ने हो हाम्रो सिनेमा अरूको भन्दा पछाडि हेरिदिनु होला तर हेरिदिनु होला दाइ अन्तिममा धेरै कलाकारहरू चाहिँ अहिले राजनीतिमा हुमिएका छन् होइन यो विषयमा चाहिँ दाइ र दिदी अब अग्रज कलाकारहरू पनि हुनुहुन्छ कसरी हेरिरहनु भएको छ दुवैजना दाइ पनि फिल्ममा क्यारेक्टरमा राजनीति गरौँ न किनभने क्यारेक्टरमा चाहिँ जस्तो क्यारेक्टरमा पोलिटिसियन होला त्यो किसिमको गरौँ होइन अनि त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ त्यो हो तर दिपकजीको फेरि अर्कै कुरा छ म चाहिँ के गर्छु भने बिहान उठ्छु घन्टी बजाउँछु अनि दूषित हुन्छ घाम ताप्छु अनि धेरै घाम भएपछि मुनि गरेर बस्छु है अनि यो चाहिँ जहाँ जुन अवस्थामा जसलाई सपोर्ट गर्नुपर्छ जसले राम्रो मुद्दा उठाउँछ त्यो मुद्दालाई सपोर्ट गर्नु जुन नेताले राम्रो बोलेको हो भन्ने जसले नराम्रो भने त्यसलाई यो गर्ने नराम्रो हो भन्ने कलाकारकै भूमिका निर्वाह गर्नेमा छु अहिलेसम्म देश बन्नु पर्यो सबैभन्दा ठुलो कुरा जुन दिन राजनीतिमा लाग्छु त्यो दिन यो सिनेमा निर्माणलाई नमस्कार भन्छु सिनेमाबाट चाहिँ जाने हुँदैन किनभने नेपाली सिने जगतमा 9-10 वटा ब्लक उसले अलि 9-10 वर्षपछि कुरा गरे हो ठिक छ ल यो कुरा तपसिल कुरा हो अहिले भनेको जीजी ओभर गणेश ओके थ्याङ्क यू भेरी मच थ्याङ्क यू सो मच इज अल द बेस्ट ल ल बाबु राम्रो हुन्छ नरुनु है हँसाउने फिल्म बनाउनेहरू ने